लगाइस सुरुवातै गेम सुरुवात भयो गेमको लाइभ आयो है गाइस लाइभ आयो मलाई मेसेज पठाउँदै हुनुहुन्छ लाइभ हेर्नुहोस् गाइस लाइभ आयो लाइभ आइसक्यो मलाई मेसेज पठाउँदै हुनुहुन्छ मेसेज नपठाउनुहोस् पेजमा गएर हेर्नुहोस् ल है गाइस गेम सुरु भएको छैन चिन्ता नलिनुहोस् हाम्रो नेपाली ढाका टोपी लगाएर दाइहरू आउनुभयो नमस्ते दाजु नमस्ते ल वेलकम सबैजनालाई वेलकम भन्नुहोस् है अलिकति जुम गर्नु पर्यो भने पनि भन्नुहोस् तपाईँहरूले कस्तो देख्नु भएको छ मैले यहाँबाट थाहा पाउँदिनँ ब्याट्सम्यान अभियसली हाम्रो आएका छन् भुर्तेल र आसिफ शेख आएका छन् 95 को टार्गेट हो गाइस भुर्तेलको सेन्चुरी देख्न पाइने भएन आज सायदले के गर्नुहुन्छ के भन्नुहुन्छ दुःखद कुरो चाहिँ 100 रन पनि पुगेन दुईजनाले पुर्याउनु पर्ने छ म अलिअलि जुम गरिदिन्छु थोरै साइडबाट देखाउनु भन्दै हुन्छ अब साइड भनेको साइडमै छ हजुर किनभने ग्राउन्ड 50 मिटर जस्तो होला हौ 60 मिटरको ट्यु छ भने चाहिँ यो 50 मिटर होला ल भुर्तेल मामालाई इन्करेज गरौँ गाइस सेयर गरिदिनु होला सेयर गरिदिनु अलिकति जुम गरिदिनु भन्नु ल ओके जुम गरिदिन्छु अफकोर्स ल 200 जना आइसक्नु भएको छ सबैलाई वेलकम सुन्नेको छैन गाइस बोलेको सुन्नेको छ नि जुम अलि गरिदिनु रे अब फेरि अहिले जुम गऱ्यो भने तपाईँले सर्ट खेलेको देख्नुहुन्न नि त ब्याट्सम्यान मात्रै देखिन्छ बलिङ रनअप पनि देख्नुहोस् भनेर हो ल पहिलो बल सुरुवात कुशल भुर्तेल स्ट्राइकमा यो बल फुलर थियो राम्रो सर्ट खेलेका छन् थ्रु द कभर्स 4 रनको लागि प्रपर क्रिकेटिङ सर्ट थ्रु द ग्राउन्ड एकदम कुशल भुर्तेल राम्रो टचमा छन् यो एउटा अर्को उदाहरण फुलर बल थियो मुभमेन्टको लागि कोसिस गरेका थिए सायद तर फुल टचमा लिए खेलिदिए कभर रिजनमा 4 रनको लागि दोस्रो बलको लागि आउँदैछन् बलर कुशल भुर्तेल स्ट्रेट डाउन द ग्राउन्ड खेलिदिए चेक सर्ट 1 रनको लागि 480 जना हुनुहुन्छ अफकोर्स जुम गर्नु भन्नु चाहिँ धेरै जुम गऱ्यो भने फेरि कतातिर खेल्यो बलले थाहा हुँदैन कि जुम गरेर आफूले पनि स्कोर हेरेर भन्नु न हस् हुन्छ ग्राउन्ड धेरै सानो छ ठिकै हो त्यो पनि हो 5 रन बनेको छ तेस्रो बल गर्न आउँदैछन् आसिफ शेखले पहिलो बल सामना गर्दैछन् यता यो बल एकदमै क्विक सिङ्गल लिन खोजेको थिएँ फम्बल भयो त्यही भएर रन आउटको चान्सेस रहेन हजुर ओमानको ए टिम जुम नगर्नुहोस् ओके ल भुर्तेल मामा अन द स्ट्राइक चौथो बल यो बल खेलिदिएका छन् अग्रेसिभ रूपमा लङ अफ एरियामा उठाएर खेलिदिएका थिए एकदमै सेफ थियो बल दुईटा फिल्डरको बीचबाट एरियल थियो तर सेफ थियो ल्यान्डस्केपमा हेरौँ न रे अनि ल्यान्डस्केपमै छु त हजुर पोर्ट्रेट भनेको अर्को हो नि स्कोर भन्नु भन्दा हुन्छ नि 10 रन पुग्यो 5औं बल अन्तिम बल बाँकी छ 1 ओभर सकेको छैन 10 रन पुगिसक्यो 95 को टार्गेट कुशल भुर्तेल 10 रन भयो गाइस 3 बल 5 रन भन्दै हुनुहुन्छ सरी एकछिनमा यहाँ
अन्तिम टेक्निकल समस्या ओभरको अन्तिम रन 1 को अन्तिम बल यो बल खेलेका फेरि पनि कभर ड्राइभ एकदमै शानदार शट डाइभ गरेका थिए फिल्डर कुनै पनि चान्स थिएन 4 रनको लागि गेम कहाँ भएको भन्दै सिङ्गापुरमा भएको हजुर 14 रन पहिलो ओभरमा हामीले आउनुहोस् गाइस आउनुहोस् वेलकम नेपालको ब्याटिङ सुरु भएको छ नेपालले पहिलो ओभरमा सबैजनालाई वेलकम हानिसकेको छ कुशल भुर्तेल फेरि पनि स्ट्राइकमा कुशल भुर्तेल अन्तिम बल बाँकी नै छ यो बल लेग साइडमा खेलेको छ फाइन भेरी फाइन फ्लिक मात्र गरिदिएका थिए स्लाइटली लेन्थ लाइनको समस्या यससँगै पहिलो ओभरको अन्तिममा 18 रन हजुर अलिकति जुम भएपछि थोरै हल्ले अहिले स्कोर पुगेको छ 19 रन हजुर ओभर सकिँदाखेरि थाहा पाइँदैन हजुर बााउन्ड्री 50 मिटरको होला हजुर बााउन्ड्री यो हामीलाई यकिन चाहिँ थाहा छैन तर नेपालको बााउन्ड्रीसँग कम्पेयर गर्दा चाहिँ सानो भएको भएर आफैसँग स्ट्राइक राख्न खोजेका छन् भोर्तेलले मैले अघि लाइभमा जोडाउन खोज्दाखेरि चाहिँ अलिकति गाह्रो भयो आदिल आलम गेम छ कि छैन अरे आदिल आलम छैन हजुर आदिल आलम छैन आज आदिल आलम कहाँ छन् आदिल आलम नेपालमै छैन नेपाल थोरै पछाडि सरी ल सरी फर द्याट आदिल आलम बिहार टेनिस लिगमा खेल्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ बिस्तारै फाल्ने बल हो है ब्याक टु गेम बिस्तारै यसरी तलबाट फाल्ने बल हो त्यो दादाले दिएर बल दादाले ल स्ट्राइकमा छन् कुशल भुर्तेल मामा फाल्नु हुँदैन त्यो खेल्नु मामाको ब्याटिङ कभरतिर खेल्न खोजेको थिएँ पोइन्टतिर ओइ त्यसरी नफाल्ने भित्र नजाऊ भाइ पछाडि आऊ यहाँ 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 आदिल आलम कोही भन्नुहुन्छ आदिल आलमलाई पठाउन लायक गेम चाहिँ हो यो हजुर तर आदिल आलम छैनन् यो बल खेलेका छन् निकै राम्रो क्याच गर्नु होला क्याच ओए क्राउड क्याच गर्नु होला भनेको त झन्डै क्याच गर्नुभयो एकदमै राम्रो कोसिस गरेका थिए यो चाहिँ टाइम्ड सर्ट थिएन एक्चुली फिल्डर थिए मिड विकेटमा ठ्याक्कै हातमै खेलेका थिए ओभर 26 रन भइसक्यो हजुर लेफ्ट आर्म स्पिनर लिएर आएका छन् अट्याकमा फेरि मामा उठेर खेल्दा सिधा क्याच मामाको फर्म इनफर्म रन सकेको छ यससँगै 26 रन एकदमै लयमा देखिन्थे कुशल भुर्तेल तर यससँगै उनको इनिङ सकिएको छ एकदमै इन्टरटेनिङ उनी भएसम्म हरेक बल इभेन्ट हुने गर्छ के हुनेवाला छ नेक्स्ट बल कस्तो खेल्नेवाला छ नेक्स्ट बल भनेर तर यससँगै उनको आजको इनिङ समाप्त भएको छ उनले राम्रो सुरुवात चाहिँ दिइसकेका छन् सबै 27 रन बनिसकेको छ नेपालको 2 ओभर समाप्त पनि नहुँदै इजिली चिजेबल टार्गेट हो जुन हिसाबको स्टार्ट पाएको छ नेपालले पहिलो विकेट गएको छ ओमानको नेसनल टिमै हजुर तर एकदम विक टिम छ लेफ्ट आर्म स्पिनको एगेन्स्टमा नेपालको स्ट्रगल फेरि पनि जारी नै छ हेर्नुहोस् दोस्रो ओभरमा लेफ्ट आर्म स्पिनर लिएर आए विकेट लिइहाले पहिलो ओभरमा कुनै ट्रबल गर्न सकेका थिएन मिडियम पेसरले कुशल भुर्तेललाई
क्याच खत्रै गऱ्यो हजुर क्याच राम्रो गऱ्यो देख्नु भएको छ क्याच मलाई खुसी लाग्यो लाइभ काम गरिरहेको रहेछ भन्ने थाहा भयो यो बल रोहित पौडेलले राम्रोसँग खेले मिसफिल्ड भएको छ त्यही भएर 1 रन पाएको छ कभर र पोइन्टको बिचबाट खेल्न खोजेको थिएँ होइन यो चाहिँ गली र पोइन्टको बिचबाट खेल्न खोजेका थिएँ आसिफ शेखले फाइनली स्ट्राइक पाएका छन् निकै भइसक्यो आसिफ शेख नन स्ट्राइकर एन्डमा बस्नु परेको ब्याटिङमा रोहित पौडेल आयो हजुर जस्तो लाग्छ मैले देखेँ रोहित पौडेलै हो कन्फर्म यो बल खेलेका छन् एकदमै नन टाइम थिएन एकदम सिम्पल क्याच देख्नुभयो होला एकदम आसिफ शेखले विक सर्ट खेलेको थिए यो चाहिँ यसमा न टाइमिङ थियो न प्लेसमेन्ट थियो तर आउट भएका छन् आसिफ शेख यो प्रेसर लिनुपर्ने सिचुएसन केही हुने सर्ट खेल्नुपर्ने सिचुएसन पनि थिएन किनभने 2 ओभर नपुग्दाखेरि 27 रन बनिसकेको छ अनि एक मात्र उपाय जहाँ कि ओमानले यो गेम जित्न सक्छ त्यो भनेको चाँडै विकेट लिने हो लेफ्ट आर्म स्पिनको एगेन्स्टको नेपाली स्ट्रगल फेरि पनि देख्न सक्नुहुन्छ हजुर क्याच आउट भयो है बाइ द वे आदिल आलमको कुरा किन यति धेरै भइरहेको छ क्या हाम्रो आदिल आलमले धेरै चान्स पनि पाए एनपिएलमा चान्स पाए नेपाल एमा चान्स पाए उनले पर्फर्मेन्स देखाउन सकेनन् आफ्नो ब्याकअप पनि धेरै ठुलो आश थियो नेपालीहरूलाई नेपाली फिनिसर हुन्छन् भनेर तर उनको करियरले पाएको सेकेन्ड चान्सलाई राम्रो उपयोग गर्न सकेका छैन अर्को बल लोकेश मम आएका छन् सायद म हेरेर भन्ने छु लोकेश नै हो लोकेशलाई पनि आज प्रुभ गर्नुपर्ने छ लोकेशको आउटस्ट्यान्डिङ इनिङ नोटेबल इनिङ अहिलेसम्म देखेको छैन 2 ओभरको समाप्तिमा 27 रन 2 विकेटको नोक्सानीमा नेपाल सेमिफाइनल हो एउटा प्रेसरले पनि के हुनसक्छ भन्ने कि चाहिँ अलिकति रोमाञ्चक चाहिँ बनाइदिएको छ 2 विकेट जानाले स्कोर भने हजुरलाई स्कोर भनेको 27 रन 2 विकेटको नोक्सानीमा 27 रन हजुर सत्ताइस रन 2 विकेटको नोक्सानीमा प्लेयर बक्सतिर जानु दिँदैन नि हजुर त्यो प्लेयर बक्स एकदम प्लेयरको सेक्युरिटीको कारणले गर्दा पनि ल अट्याकिङ फिल्ड प्लेसमेन्ट अफ साइडमा कोही पनि छैन बााउन्ड्री लाइनमा स्ट्रेट डाउन द ग्राउन्ड खेल्दै लङ अनतिर 1 रनको लागि रोहित पौडेलको ब्याटमा इन्टेन्ट छैन एकदम त्यो फ्यानहरूले कहिलेकाहीँ अलिकति ओभर एक्साइटेड भएर टुकटुके भन्छन् होइन तर सुरुमा उनी सेटल डाउन हुन खोज्छन् केही समय लिन्छन् मिडल अफ द ब्याटबाट 1-2वटा सर्ट खेल्न खोज्छन् आज कुनै प्रेसर लिनु जरुरी पनि छैन आज उनको आफ्नो नेचुरल गेम प्ले उनलाई सुट पनि गर्छ आज हामीले टुकटुके खेल्न पाइन्छ नो चाइना नो पार्टी भन्दै हुनुहुन्छ ओमान पनि खासै राम्रो टिम होइन अन्तिमचोटि 300 रन हानेको लगभग 200 समथिङ रन हानेको हङकङले 280 जस्तो रन हानेको अपिल गरेका छन् आउटसाइड अफ सम बिट भयो लोकेश मम गएको आसिफ शेख गएको हजुर केही स्ट्रगल होइन लेफ्ट आर्ममा इट्स जस्ट ब्याड लक तपाईहरुले के बुझ्नुस् भन्दाखेरि लेफ्ट आर्म स्पिनसँग नेपालले जहिले पनि स्ट्रगल गर्छ र यो चाहिँ एसोसिएट क्रिकेटमा थाहा भएको कुरो सबैले दोस्रो ओभरदेखि नै लेफ्ट आर्म स्पिनर लिएर आउनु स्पेसली नेपालको एगेन्स्टमा चाहिँ ट्रेन्ड नै भइसकेको छ क्या अनि यति धेरै खेल प्लेयर भए पनि समस्या यथावत छ स्लोवर बल लङ अनतिर खेल्दै 1 रनको लागि
लोकेश बम आयो हजुर, को आयो भन्दै हुन्छ। मयन यादवको बारेमा थाहा छैन हजुर। मयन यादव चाहिँ अब नेपाल एबाट खेलेका हुन् हाम्रो इन्डियाको टुरमा, तर इन्डियाको टुरबाट स्ट्यान्ड आउट पर्फर्मेन्स कसैको पनि रहन सकेन, एकदमै डिसपोइन्टिङ थियो। नेपालले 4वटा म्याच जितेको थियो सिडब्ल्युसी लिग 2 अगाडिको युएसए र स्कटल्यान्डसँग, तर त्यही टिम इन्डियामा जाँदाखेरि गोवासँग केरलासँग हारेको अथवा क्लोज गेम थियो तर सकेन। रोहित पौडेलले ग्यापमा खेल्दैका छन्, एकदम रोहित पौडेलको नेचुरल गेम थियो। आज यस्तै खेल्नु पनि पर्छ उनले। यो अलिकति हामी एज अ दर्शक हेर्ने कुरा चाहिँ अलिक इन्टेन्टवाला गेम नभएको भएर खासै रमाइलो भएन, तर जित्नु जरुरी छ हो। टिमले 30 रन पुगेको छ यससँगै 2 विकेटको नोक्सानीमा। तेस्रो ओभर चलिरहेको छ हजुर, तेस्रो ओभर चलिरहेको छ। लगभग 4000 पुग्नु भएछ सबैले पेज लाइक गरिदिनु होला। हामी फाइनल पनि आउने कोसिस गर्छौँ है। यो बल स्ट्रेट डाउन द ग्राउन्ड डिफेन्ड गरिदिएका छन् 1 रनको लागि। पोइन्टतिर जानु भन्दै हुनुहुन्छ होइन, पोइन्ट एभ्री ओभर चेन्ज हुन्छ नि त हजुर। अहिले छु म कतातिर छु अहिले, एक्चुअली म थर्ड म्यान दिशातिर छु। रन कति भयो भन्दै हुन्छ, 31 रन भयो 2 विकेटको नोक्सानीमा, 95 को टार्गेट। तेस्रो ओभर चलिरहेको छ। हेल्थी रन रेट छ नेपालको, विकेट जोगाएर राख्नुपर्ने छ यहाँनिर। लोकेश बम यस्तो सिचुएसनमा खासै आएका छन्, उनी चाहिँ फिनिसरको रोल निभाउन रुचाउँछ, तर रोहित पौडेलको टेलर मेड सिचुएसन हो यो चाहिँ। फेरि पनि सिम्पल एलिगेन्ट स्ट्रेट डाउन द ग्राउन्ड 1 रनको लागि। ठुलो सर्ट पनि खेल्न सक्छन् अफ साइडतिर, एकदमै अट्याकिङ फिल्ड राख्न खोजेका छन्। यससँगै तेस्रो ओभरको समाप्तिमा 32 रन 2 विकेटको नोक्सानी, टार्गेट 95 रन हजुर। विकेट दुईटै ओपनर आउट, कुशल भुइतेल आसिफ शेख, टार्गेट 95 रन। है त कोसिस गर्दैछु हजुर, राम्रोसँग देखाउनु भन्दै हुनुहुन्छ। ल गाइस, मैले त्यहाँ युट्युबको लिङ्क पिन गरिदिएको छु, तपाईँहरूले सब्सक्राइबर्स पुर्याउनु भयो भने युट्युबबाट पनि लाइभ आउने कोसिस गर्छु। त्यो लिङ्कमा गएर सब्सक्राइब गरिदिनु, 50 सब्सक्राइबर प्लस पुग्नै पर्छ। यो बल फेरि लेफ्ट आर्म स्पिनर ड्राइभ गरेका थिए, तर सिधा फिल्डरको हातमा 30 यार्ड सर्कलभित्र। थ्याङ्क यू इन्द्रेणी टाइम्स। यो पेज लाइक सेयर गरिदिनु होला हेर्न चाहने ठाउँ, वान एन्ड ओन्ली फुल लाइभ फेसबुकमा। फेरि पनि लेफ्ट आर्म स्पिन कन्टिन्यू। लोकेश बमले खेल्दैका छन् लेग साइडतिर। 1 रनको लागि। मिड विकेट लङ अन मात्रै हो एक्चुअली अहिले चाहिँ, होइन मिड विकेट र लङ अन मात्रै हो अहिले। आउटसाइड द फिल्ड दुईवटा मात्रै फिल्डर अलाउड छ। अफ साइडतिर सबैजना भित्र छन्, सो बलरले विकेटमा राख्नेछन्, लेग साइडतिर राख्नेछन्। वाइड बल भने जस्तै। मामाले त्यही 15-16 रन हाने र भयो, स्कोर कार्ड छैन होइन। मामाले कति हाने भन्दै हुनुहुन्छ, मामाले हानेन। स्कोर बोर्ड खोइ भन्दै हुनुहुन्छ, स्कोर बोर्ड उहाँ कुनामा चाहिँ मैले स्कोर बोर्ड बिएरले देख्छु, तपाईँहरूले देखाउनु। 20 रन हाने, थ्याङ्क यू सो मच। 20 रन हाने भन्नुभयो यहाँ ब्रदरले। 34 रन पुग्यो टोटल गाइस। चौथो ओभर चलिरहेको छ। हेलो भाइ, वरिष्ठ भाइ हाम्रो मामाले 20 रन हाने रे। गाइस पेज लाइक गरौँ। हाम्रो स्कोर कति भयो भन्नुहुन्छ, स्कोर भयो 34 रन 3 विकेट है। स्ट्राइकमा छन् लोकेश बम। ब्याम ब्याम बुम। यो बल ब्याट र प्याडमा थियो जस्तो देखिन्छ। ठुलो अपिल गरे। उमासका खेलाडीहरू एकदमै एक्साइटेड छन्। त्यो 2टा विकेट जाँदाखेरि उनीहरूको एक्साइटमेन्ट जम्मा 95 रन छ, तर उनीहरूसँग बिलिभ छ एउटा। स्कोर भयो 35 रन 3 विकेटको नोक्सानीमा।
95को टार्गेट स्ट्राइकमा छन्। लोकेश पम्पले खेलेका छन् एकदमै राम्रो फिल्डिङ कभर रिजनमा। ओभर भयो, चौथो ओभर चलिरहेको छ हजुर। हजुर ठिक भन्नुभयो, रोहित हो स्ट्राइकमा। रोहितले गर्न खोजेका थिए ड्राइभ, लोकेश छन् नन स्ट्राइकर सेन्डमा। कसरी थाहा पाउनुभयो, तर एकदम ठिक थाहा पाउनुभयो। हरेक डट बल चेयर गरिरहेको छौँ हामी। नेपाली सपोर्टर छौँ यहाँनिर 20-25 जना। ओमानको कोही पनि हुनुहुन्न, तर ओमानको फिल्डरहरू यति एनर्जाइज छन् कि यो सिङ्गापुर नेसनल क्रिकेट ग्राउन्ड हजुर। एगेन दुईवटा कुरा रिक्वेस्ट गरेँ म तपाईँलाई, यो पेज लाइक गरिदिनु होला सो द्याट तपाईँलाई लाइभ आउँदाखेरि थाहा होस्। हामी फाइनल पनि आउन कोसिस गर्छौँ। अर्को युट्युबमा गएर गरिदिनु होला सो द्याट युट्युबको लिङ्क पिन गरेको छु मैले, त्यो युट्युबको लिङ्क गर्न लाइभ गर्नुभयो भने मैले युट्युबबाट लाइभ आउन सक्छु अर्कोचोटि फाइनलमा। तपाईँलाई धेरैजनाले युट्युबमा सजिलो हुन्छ टिभीमा हेर्न भन्नुभयो, त्यही भएर। यो बल घाँटीमा जुन कम्प्लिटली बिट भयो लोकेश। एगेन लोकेशको टच एप्पल खाने एउटा राम्रो देखिएको छैन। दुई विकेट नै हो हजुर। 35 रन, 5 ओभर चलिरहेको छ। 7+ रन रेट, 2 विकेट आएको छ अहिलेसम्म। लोकेश बमले सिधा खेल्दैका छन्। फिल्डर एकदमै लेग साइडमा थिए, मिड विकेटतिर अथवा लङ अनतिर, त्यही भएर अफ साइडमा कोही पनि नभएको भएर एकदमै सिधा खेल्दैको थिए साइड स्क्रिनमा 6 रनको लागि। 2 गयो हजुर विकेट। त्यससँगै 41 रन 4 विकेटको नक्सानी, 41 रन 2 विकेटको नक्सानीमा 4 ओभर 5 ओभर चलिरहेको छ। ल 5K+ भ्युवर हुनुहुन्छ है। एकदम स्लो बल फालेका थिए, स्लाइटली आउटसाइड एकदम यहाँनिर हेर्नुहोस्। त्यससँगै 4 रन ओमानका खेलाडीलाई सकेनन्। हाम्रोले जिस्काउँदै हुनुहुन्छ गुड फिल्डिङ भनेर, सबै सार्कास्टिक हुँदै हुनुहुन्छ। नेपालीहरूको कुन ठाउँ भन्ने हुन्छ, सिङ्गापुर हो हजुर। सिङ्गापुर नेसनल क्रिकेट ग्राउन्ड हो। अब मैले अगाडिदेखि नै भनिरहेको कुरा हो। 45 रन पुग्यो है हजुर, 5 ओभर चलिरहेको छ। यो बल खेल्दैका छन् मिड विकेटतिर। 46 रन 2 विकेटको नक्सानीमा 5 ओभरमा एकदमै हेल्थी रन रेट। जुन स्टार्ट दिएका थिए कुशल भुट्टेलले पहिलो दोस्रो ओभरमा, त्यसले अहिलेसम्म पनि त्यो मोमेन्टम राइड गर्न सकिरहेको छ नेपालले। हजुर 2 विकेट हो, 2 विकेट नै हो। लङ एरियामा स्ट्रेट ड्राइभ गरिदिएँ 1 रनको लागि। स्कोर खोइ त रे भन्नुहुन्छ होइन। म यो अनकन्टारमा आएर तपाईँहरूलाई घाममा लाइभ मात्र बोलिरहेको हजुर। ल्यापटप भएको भए अलिअलि एडिट गरेर स्कोर देखाइदिन्थेँ। अब लाइभ स्कोर देखाउन मिल्दैन, स्कोर चाहिँ म भनिदिन्छु। अहिले भयो 47 रन 5 ओभर चलिरहेको छ, 2 विकेटको नक्सानी। रिप्ले हेर्न मिल्दैन रे हजुर। म कसरी रिप्ले देखाउँ हजुर। एकदमै क्विक रनिङ बिट्विन द विकेट्स। यहाँनिर सिधै रोहितको हातमा थ्रो हानेका छन्। माफी मागे। रोहित पौडेल एकछिन ब्रेक लिनुपर्ने हुनसक्छ, हातमा फिजियो चेक गर्नुपर्ने हुनसक्छ। सिधा हातमा लागेको थियो होइन, ग्लोभ्सले बचायो होला अलिअलि, तर अलिकति पेनमा देखिन्छ। फिजियो आएनन्, सो त्यस्तो इम्पोर्टेन्ट छैन होला। थ्याङ्क यू सो मच। राम्रो देखेको छ भन्नुहुन्छ मनोज रिजाल, धन्यवाद इन्करेजिङ कमेन्टको लागि। पौडेल गर्न मेक द गेम एकदम होइन हजुर, म डिसएग्री गर्छु। पौडेलले आज खेल्नुपर्ने गेम नै आफ्नो नेचुरल गेम हो। किनभने प्रेसरमा आयो भने प्रेसरबाट निकाल्ने हाम्रो हिटरहरू त छँदैछ नि, कुशल मल्ल आउँछन्,
उनले अहिले खेल्नुपर्ने भनेको सेन्सिबल गेम नै हो 70-80 रन पुर्याएपछि उनी ठुलो सर्ट खेल्न खोज्दा आउट भए पनि ठुलो समस्या हुँदैन उनले आफ्नो जिम्मेवारी निर्वाह गरे आजको लागि गेम म्यानेजमेन्ट हेर्नुपर्छ हजुर हामीले हरेक गेम इभेन्ट हुँदैन क्रिकेटमा कुशल भुटेल हुँदाखेरि त्यो रमाइलो हुन्छ छुट्टै तर हाम्रो कसले रमाइलो गेम खेल्योले गेम जित्दैन हजुर बेला बेलामा जुम गर्नु भन्नुहुन्छ स्कोर कमेन्ट हाल्दै जाउँ गाइस अब कमेन्टमा हाल्दै जाउँ 47 रन 2 विकेट यो बल खेलेका छन् एकदम फाइनरतिर खेलेका थिए मिड विकेट खेलाडी थिए तर उनले रिच गर्न सकेनन् होइन ठिक छ हजुर रोहित पौडेललाई गाली नगरौँ रोहित पौडेलले एकदमै सेन्सिबल क्रिकेट खेलिरहेको छ क्राउड कतिजना हुन्छ भन्नुहुन्छ क्राउडको लागि म एकचोटि यस्तो गरेर देखाउँछु है त ल है गाइस अहिले गेम नभएको भएर यता देखाएँ है त यस्तो छ है लाइभ हाम्रो ग्राउन्डको डिरेक्सन नमस्ते गाइस 20-25-30 जना छौँ है यो चाहिँ यतिखेर हामीले यसरी लाइभ देखाउँदा एउटा 4 रनको लागि सर्ट खेलेका छन् यससँगै 51 रन पुगेको छ है गाइस 51 रन ल यो लेफ्ट आर्म स्पिनर फेरि पनि यो सर्ट एकदमै राम्रो खेलेका थिए राम्रो ग्याप किक गरेका छन् लोकेश बमको कन्फिडेन्स बुस्टिङ सर्ट अफ कोर्स रमेश मगरजी भेरी भेरी वेलकम म थोरै जुम गरेर देखाउन कोसिस गर्छु ल 4 रन यससँगै 59 रन पुगिसक्यो हेर्नुहोस् 6औं ओभर चलिरहेको छ 2 विकेटको नोक्सानीमा 1 रन लिन चोर्न चाहँदै त्यहाँनिर हजुर हो मामा जस्तो इन्टेन्टले कोही खेल्दैनन् एकदम ठिक कुरा गर्नुभयो तर त्यो इन्टेन्टले खेल्ने जरुरी पनि छैन क्या सबैजनाले यहाँनिर चाहिँ एकदम सेन्सिबल क्रिकेट खेलिरहेको थिएँ झन्डैले बल मिस भएको थियो तर त्यसलाई यस्तो राम्रो इम्प्रोभाइज गर्यो भने लोकेश बमले दुईटा प्लेयरको बिचबाट टाइमिङ राम्रो थियो त्यो बलमा प्लेसमेन्ट पनि राम्रो हुन पुग्यो स्कोर पुग्यो 63 रन गाइस नेपालले 10 ओभरमै सकाउन सक्ने चान्सेस देखिरहेको छ गाइस 59 होइन गाइस 63 भयो गाइस तपाईहरु अलिकति ढिला हुनुहुन्छ Yes, we are doing to the guy that just asked me a question. Are we doing stream of Nepali cricket? Yes, we are doing stream of Nepali cricket. Like personal information disclose गर्न छैन मैले तर if you're watching, shout out First in Minnesota. अनि त्यसपछि रोहित पौडेल छन् क्रिजमा Of course, नारायणजी धन्यवाद स्कोर पुगेको छ 63 रन 2 विकेटको नोक्सानीमा 7औं ओभर चलिरहेको छ स्ट्राइकमा छन् लोकेश बम बल लिएर आउँदैछन् यो बल अगेन मिड विकेट रिजनमा खेल्दैका छन् पावर प्लेको समाप्तिसँगै खेलाडीहरू बाउन्ड्री प्रोटेक्टर अलिकति डिफेन्सिभ फिल्ड सेटअप भएको छ
म्याच फिनिस हुन सक्यो हजुर हो आज म्याच धेरै चल्दैन 10 ओभरभन्दा बढी चल्यो भने भाग्य किनभने नेपाल 8-9 रनको रन गतिमा गइरहेको छ र रन चाहिएको 95 रन जम्मा चाहिएको छ टार्गेट 95 हजुर 64 रन पुग्यो 7 ओभर सकिँदाखेरि 1 रनको लागि खेल्दैका छन् अपिल गर्दैछन् रन आउटको लागि सेफली इन थिए रोहित पौडेल 63 होइन हजुर अलिकति तपाईँहरू अलिकति ढिला हुनुहुन्छ किनभने तपाईँहरूले हामी यहाँ लाइभ देखिरहेको छ तपाईँहरूको ESPN क्रिक इन्फो तपाईँको SK एडभाइस कतातिर हेर्दै हुनुहुन्छ त्यहाँ स्कोर पुगुन्जेलमा हामीले यहाँनिर म्याच भइसकेको हुन्छ टार्गेट 95 हो स्कोर 65 पुग्यो हजुर 65 बमको रन कति भयो होला भन्दै हुनुहुन्छ बमको रन हामीले एस्टिमेट गर्ने हो यहाँनिर एकदम स्कोर बोर्ड राम्रो छैन हजुर त्यही भएर फेरि पनि यो बल खेल्दैका छन् अगेन म क्रिकेट हेर्दैछु हजुर स्ट्रेट डाउन द ग्राउन्ड 1 रनको लागि अब खै हेर्नुपर्छ हजुर 65 भन्दै हुनुहुन्छ तपाईँले 66 भइसक्यो तपाईँहरूले स्कोर त्यहाँ देखुन्छ यहाँ स्कोर बढिसक्यो सो लाइभ 8 को रुममा झालको रुम हो हुनुको फाइदा भनेको तपाईँले त्यहाँ झालको रुम के हुँदैछ भन्ने कुरा अगाडि नै थाहा पाउनुहुन्छ हजुर मामाले राम्रो हाने थियो आज एकदम मामाको इन्टेन्ट राम्रो थियो ओके एउटा टु क्लोज टु द बलर सर्ट खेल्थे सर्ट पनि नराम्रो थिएन अगाडि बढेर बलको पिचमा पुगेर खेलेका थिए यो पहिले इन्टेन्ट देखाएको थिए तर स्विपरमा फिल्डर छन् अफ साइडमा अनि ठ्याक्कै फिल्डरलाई सिधा 1 रनको लागि भएको छ 17 नम्बरको सिट रोहितको 1 नम्बरको लोकेशको थ्याङ्क यू सो मच खेलाडी चिनिने गरी जुम गरौँ भन्नुभयो म अलिकति जुम चाहिँ गरिदिन्छु है त फाइनलमा आउन कोसिस गर्छु हजुर पेज लाइक गर्नु होला सो हामीलाई त्यो मोटिभेसन हुन्छ म जुम चाहिँ गर्न खोज्छु तर अप्ठ्यारो कुरै हो हजुर अलिकति जुम र ब्यालेन्स मेन्टेन गर्नु ल अलिकति जुम गरिदिएको छु मैले 17 नम्बर लोकेश भन्नुभयो 17 नम्बर रोहित भन्नुभयो सरी ओभर कति भयो भन्दा हुन्छ 7औं ओभर चलिरहेको छ हजुर 67 रन 68 रन भयो यससँगै 1 रन देखायो पिच मात्र देखाऊ भन्नुहुन्छ पिच नै चेन्ज हुन्छ क्या हजुर बुमको 30 भयो अरे त्यो हेर्ने कुरा हुँदैन हजुर अब यस्तो 6000 पुग्नु भयो क्या अनि त्यसपछि कहाँबाट सम्भव हुन्छ सबैको कमेन्ट रिजल्भ गर्नलाई चलिरहेछ गुड युट्युबमा हाम्रो आविष्कार ब्रोको हुनुहुन्छ होइन आविष्कार ब्रो पनि देखाइरहनु भएको छ तर गल्नु भयो जस्तो ब्रो अघि बाहिर उठेर देखाइरहनु भएको थियो अहिले आएर बस्नु भएको छ चार्ज गर्दै अलि जुम गरी देखाउनु भन्नुहुन्छ म जुम एकदम गरेछु हजुर योभन्दा जुम क्वालिटी घटिसक्यो हेर्नु त्यहाँ है कतिजना लाइभ देखाइरहेको छ अरे गाइस मलाई रुखमा नचढाउने यार खालि रुखै राम्रो छैन क्या ल यो बल हेर्नुहोस् बरु बलको पछाडि पछाडि धकर्नु रे त्यो भयो भने तपाईँहरूले हल्लाइस भनेर सक्नुहुन्छ यहाँनिर एकदम धेरै हल्लिन्छ क्या किम्बल छ मसँग तर पनि थ्याङ्क यू सो मच गाइस थ्याङ्क यू सो मच कपिल ल यो बल खेलेका छन् एकदम राम्रोसँग खेलेका छन् फाइन लेगतिर सर्ट फाइन लेगको खेलाडीको माथिबाट 4 रनको लागि कम्फर्टेबली पुग्दैछ नेपालले स्कोर हामीले फायर वर्क्स मात्रै हेर्न बसिरहेका छौँ 74 रन पुगिसक्यो 8औं ओभरमा 9 को हजुर हुन्छ हुन्छ छिटो छिटो गेम सकाउँ ब्याटिङमा को छ अहिले भन्नुहुन्छ ब्याटिङमा छन् हाम्रो लोकेश पम्पले इन्टेन्ट देखाइरहेका छन् अब चाहिँ फास्ट ब्याट स्पिड पहिल्यै सर्ट खेल्नलाई रेडी भइरहेका छन् भनेको गेम चाँडो सकाउन चाहन्छ उनले आफ्नो रेस्पोन्सिबिलिटी पुरा पनि गरिसकेका छन् यो टाइममा एक्चुअली अब भनेको फिनिसर लोवर डाउन द अर्डरले पनि कम्फर्टेबली फिनिस गर्न सक्ने स्टेट हो किनभने ठ्याक्कै 20 रनको कमी छ स्कोरबोर्ड कता रह्यो स्कोरबोर्डै छैन हजुर यो गेम उता कुनामा छ स्कोरबोर्ड 95 टोटल पुग्नुपर्ने यो बल पनि खेलेका छन्
ठिकठाक कभर ड्राइभ, दुईटा खेलाडीको बिचबाट डाइभ गरेनन्, ओमानी खेलाडीले डाइभ गरेनन्। सम्भव थियो होला, तर 4 रन भएको छ। फेरि स्कोर पुगेको छ 79 रन, 2 विकेट, 79 पुगिसक्यो हजुर। 74/2 तपाईँ भन्दै हुनुहुन्छ होइन, तपाईँले त्यहाँ स्कोर लाइभ पुग्नु गर्नेमा बेलामा यहाँ पुग्छ 79/2 आफ्टर 7 overs। मैले सघाउने भएको भए छिटो सघाइदिन्थेँ हजुर, तर लोकेश बमले छिटो सघाउनेवाला छन्, चिन्ता नगर्नुहोस्। यो सर्ट अलिकति मिसफिल्ड भयो 1 रनको लागि। कुन फोनबाट लाइभ हो भन्नुहुन्छ? अब आइफोनबाटै लाइभ हो हजुर, के गर्नु। फाइनल हुन्छ हङकङसँग हजुर। फाइनल सोमबार हुन्छ, यहाँको सोमबार हुन्छ, त्यहाँ पनि सोमबारै होला। सोमबार यहाँको दिउँसो 2 बजी छ भनेपछि त्यहाँको 12 बजीतिर हो कि। यो सर्ट कट गर्न खोजेका थिएँ तर बिट हुन पुगेँ, सर्ट आउन पुग्यो लास्ट मिनटमा। हजुर हो, अब भुर्तेल चाहिँ चेज गर्दा भन्दा मलाई चाहिँ पहिलो इनिङ खेल्दा चाहिँ त्यो जुन प्रेसर हुँदैन नि त, नो प्रेसर हुँदैन नि त, त्यो प्रेसर नहुँदाखेरि चाहिँ राम्रोसँग खेल्छन्। अहिले ओभर कति भयो भन्दै हुनुहुन्छ? ओभर भयो हजुर 8 ओभर सकियो, 80 रन भयो, ठ्याक्कै 10को रन गति। हामीले 3 घन्टाको गेम हेर्न पाइन्छ भनेको सकिन लाग्यो हजुर। जुम गर्नुहोस् न भन्नुहुन्छ, अझै जुम गर्नु, जुम गऱ्यो भने हल्लिन्छ क्या हजुर। कतार किन नखेलेको भन्नुहुन्छ, त्यो धेरै कुरा भइसक्यो। कमेन्टमा भएको कसैले बताइदिनु होला। नो बाबु, यो बल खेलेको छन्, राम्रो सर्ट डाउन द ग्राउन्ड 1 रनको लागि। ड्राइभ गरेका थिए। टाइगर आएर गेम सकाउनु पाए रमाइलो हुन्थ्यो एक्चुअली। ओमानको सिनियर टिम नै हो हजुर, तर नेसनल सिटिजन भएको प्लेयरहरू मात्रै हो। आरिफ कसरी आरिफ खेलेकै छैन हजुर, केटिएम होइन तर केटिएम जस्तै छ। सिङ्गापुर क्रिकेट ग्राउन्ड हो। फाइनलमा लाइभ आउँछ, त्यहाँ मैले राखेको लिङ्क, पिन गरेको लिङ्कमा सब्सक्राइब गर्नु होला, यो पेजमा लाइक गर्नु होला। यो बल खेल्न खोजेका थिए तर टाइमिङ छैन, क्याच गर्न सकेनन्, मिसफिल्ड भएको छ। लोकेश बमले टाइमिङ राम्रो गरेका थिएनन् यो सर्टमा। फाइनल पनि लाइभ आउँछ त, त्यसको लागि पहिला यो पेज लाइक गर्नु होला प्लिज, अरू त्यो लिङ्कमा राखेको सब्सक्राइब गर्नुभयो भने, त्यो पिन गरेको लिङ्क सब्सक्राइब गर्नुभयो भने टार्गेट 95 रन हो, त्यो मलाई आउन सजिलो हुन्छ। सब्सक्राइब गर्नु होला प्लिज। म कोसिस गर्छु फाइनल लाइभ गर्न कोसिस गर्छु है। यो बल खेल्न खोजेका थिए अफ साइडमा, कट गर्न खोजेका थिए तर अलिकति ढिला हुन पुगे, पेसले बिट भए। टार्गेट 95 रन, स्कोर 82, 13 रन छ जित्नलाई, जम्मा 13 रन छ जित्नको लागि। नो यता फाल्न नदिनु न। यो बल खेलेका छन् लेग साइडतिर 1 रनको लागि। बसेर हेर न, अब एकछिन बसेर हेर न। अब एक्ज्याक्टली अब यो टाइम चाहिँ ठिकै भन्नुभएको। यो टाइम चाहिँ अब गाइजहरूले अग्रेसिभ क्रिकेट खेल्न सक्यो हुन्छ हाम्रो लागि, हामी दर्शकको लागि। तर नेपालले सिम्पल क्रिकेट खेलेर फाइनल गेम नेपालको 12 बजेतिर हो हजुर होइन।
फाइनल गेम 12 बजेतिर हो। खै तिमीले म्याच हेरे फलो गर्नुहोस्, त्यो पिन गरेको लिङ्क युट्युबको लिङ्क पनि सब्सक्राइब गर्नुहोस् सो द्याट मलाई नेक्स्ट टाइम लाइभ आउन मिलोस्। त्यसबाट सब्सक्राइबर लिमिट हुन्छ, काउन्ट हुन्छ, त्यो सब्सक्राइबर काउन्ट लिमिट नपुग्दाखेरि मिल्दैन, त्यही भएर त्यो गरिदिनुहोस् है त। त्यहाँ पिन गरेको लिङ्क छ मिस्टर ह्याकिङ क्रेजी भन्ने फेसबुक मेन युट्युब, त्यो सब्सक्राइब गर्नु हो भने इजी हुन्छ है। ओभर कति भयो भन्दै हुनुहुन्छ? 9 ओभर चल्दैछ, 87 रन, 10 को रन रेटले चलिरहेको छ लगभग नेपाल। 8 रन मात्रै छ जित्नलाई, 2टा चौका 2टा बााउन्ड्रिज खेलेन, 1 रनको लागि खेले डाउन द लाइन लङ्गनतिर। ओभर चेन्ज हुँदा नेक्स्ट साइडबाट बलिङ गर्ने सिस्टम हो क्रिकेटमा, हजुर हो। त्यही भएर उल्टो देखिन्छ, नेपाल टार्गेट चेज गरिरहेको हजुर। फाइनल आजै हो र होइन? होइन, फाइनल सोमबार हो। आज आइतबार भयो, भोलि सोमबार, भोलि दिउँसो यही टाइममा होइन, यो टाइम होइन, 12 बजी एक्चुली। फाइनलमा लाइभ आउनलाई चाहिँ तपाईँहरूले युट्युबमा सब्सक्राइब गर्नु होला है। ओमानका खेलाडीहरू अलिकति जुन त्यो 2 विकेट जाँदाखेरिको एक्साइटमेन्ट थियो त्योबाट निकै तल आएको छन्। मेरो अझै पनि इन्करेज गरिरहेका छन्, तर हजुर 2टा छक्काले त्यो हाम्रो बालबच्चा हजुर। ल यो बल एकदमै सर्ट बल थियो, तर वाइड अफ स्टम्प कट स्ल्यास ड्राइभ गरे 1 रनको लागि। स्कोर पुग्यो 79 रन। एउटा छक्काले गेम सकिनेवाला छ। अब मलाई रोहित पौडेलले त्यो कोसिस गर्छन् कि जस्तो लागिरहेको छ, किनकि एकदम वाइड बल थियो, एकदम वाइड बल। 5 रन छ जित्नलाई, 5 रन छ जित्नको लागि। चेजिङ हो यस सेकेन्ड इनिङ होइन। यो बल फेरि पनि वाइड। अर्को टिम हङकङ हो हजुर। फाइनल हङकङसँग हुन्छ। युट्युबमा च्यानलमाथि लिङ्कमा पिन गरेको छ मिस्टर ह्याकिङ क्रेजी भन्ने। यो खेलेका छन् एकदम लास्ट मिनट सट, यससँगै स्कोर जितेको छ नेपालले। एक्चुली नेपालले जितेको छ, नेपालले ठुलो सट खेलेर जित्ला भनेको। 95 रन पुगेको छ यससँगै, नेपालले गेम जितिसकेको छ हजुर। कङ्ग्रेचुलेसन्स नेपाल, एकदम हाम्रो प्लेयरहरू त्यहाँ हुनुहुन्छ, स्पेसली सेरेमनी हुनेवाला छ। को हुन्छ जस्तो लाग्छ म्यान अफ द म्याच भनिदिनु होला। नेपाली खेलाडीहरू फाइनल हङकङसँग हुन्छ। 6 हानेन हजुर, कायरा खड्का चाहिँ हानेन 6, उसले हान्यो। विनिङ रन चाहिँ हाम्रो रोहित पौडेलले हान्यो। बेरोजगार आयो भन्दा हुन्छ, ठिकै छ हजुर। हामी आजको गेमको अन्त्यमा आइसकेका छौँ। खेलाडीहरू हात मिलाउन आइरहेका छन् प्र्याक्टिसको लागि, र हाम्रो मामा लगायतका जर्सी र जर्सी नलागेका सपोर्ट स्टाफ खेलाडीहरू हात मिलाउन रेडी हुनुहुन्छ। हङकङ मलेसिया गेम भोलि हो हजुर, भोलि सेम टाइम। अहिले चाहिँ कोरियाले ओमानले कुनै पनि पोइन्टमा कन्फिडेन्स देखाएन, आफूलाई अप्लाई गरेको देखिएन। 2 विकेट लिइसकेपछिको जुन त्यो एक्साइटमेन्ट थियो, त्यो एक्साइटमेन्ट मटेरियलाइज कहिले पनि भएन। यो गेममा सजिलैसँग नेपालले जित्यो, 2टा वाइड हान्यो, त्यस अन्तिममा पनि फाइट रहेन, सजिलोसँग सर्ट खेलिराखे। द्याट्स गुड, द्याट इज गुड। ल कङ्ग्रेचुलेसन्स सबैलाई। नेपाल नेपाली क्रिकेट समर्थक, क्रिकेट प्रेमीहरूलाई धन्यवाद। यहाँ तपाईँलाई हामी म अफिसियल फोटोग्राफर देखाउँछ, त्यहाँनिर अफिसियल फोटोग्राफर तपाईँहरूले जुन कुशल भुर्तेलको 6 छक्का देख्नुहुन्छ अथवा क्यानको पेजमा देख्नुहुन्छ, उहाँले खिच्नुहुन्छ। हामी 2 जना लोकल सिङ्गापुरियन क्रिकेटका फोटोग्राफरहरू हुनुहुन्छ, पिच क्युरेटर्सहरू। करण केसी प्लेयर अफ द म्याच भन्दै हुनुहुन्छ। करण केसी होला र
करुण केसीले कति विकेट लिएर कोसिस गरे हामी प्राय नेपाली खेलाडीहरू चाहिँ आएर यसो हाई भनेर जाने चलन थियो तर अब यहाँ चाहिँ पहिला योभन्दा अगाडि चाहिँ सेरेमनी हुनेवाला छ पक्कै पनि त्यो सेरेमनी होइन सेरेमनी भन्नाले प्लेयर अफ द म्याच अनि त्यसपछि क्याप्टेन्स प्रेजेन्टेसन जेनरली हुन्छ तर लास्ट टाइम चाहिँ अब हामी यहाँ आएर बस्दाखेरि नेपाली प्लेयरहरूले आयो भन्न आउनु भएको थिएन हामी गेम निकै चाँडो सक्यो त्यही भएर हामी एकैछिन लाइभ बस्छौँ अझै पनि च्यानल नेम मिस्टर ह्याकिङ क्रेजी युट्युबमा छ हजुर त्यहाँ मैले पिन पनि गरेको छु लिङ्क यहाँनिर फिचर्ड लिङ्क छ यहाँनिर हजुरहरू त्यो लिङ्कमा क्लिक गरेर त्यो पिन गरिएको लिङ्कमा क्लिक गरेर सब्सक्राइब गरिदिनुहुन्छ नेपाली समर्थकहरू हेर्नुहोस् एकदम खुसी हुनुहुन्छ यहाँनिर सबैजना यति ठुलो क्राउड एक्सपेक्ट गर्नुभएको थियो कि थिएन भनेर पनि लेख्दैन होला सिङ्गापुरमा छौँ हामी जुम आउट गर्छौँ अलिकति भोलि 300को टार्गेट दिनुपर्छ हजुर ठिक भन्नु नेपाली यसरी बस्ने एरिया चाहिँ यो थियो हेर्नुहोस् सिङ्गापुरमा छौँ हामी त्यही भएर ठुल्ठुला बिल्डिङहरू देख्नुहुन्छ माथि अनि वरिपरि देखाएको क्लाउन्ट्सहरू र नेपाल खेलिरहेको ठाउँ पिच चाहिँ यो हो त्यसपछि नेपाली प्लेयर्सहरूको ड्रेसिङ रुम त्यहाँ छ नेपाली रुमहरू प्लेयरहरू त्यहाँ देख्न सक्नुहुन्छ ओमानी प्लेयर्सहरू स्ट्रेचिङ गर्दैछन् यससँगै ओमानको यात्रा समाप्त भएको छ ओमानको आजको यो एसियन गेम्सको यात्रा समाप्त भएछ तर उनीहरूको लागि खुसीको कुरा के छ भने अल्टिमेटली चाहिएको यहाँबाट चाहिँ क्वालिफिकेसन थियो उनीहरू क्वालिफाई भइसकेका छन् उनीहरू पनि हामीसँगै जानेछन् आश गरौँ नेपाल इन्डिया पाकिस्तानको ग्रुपमा पर्नेवाला छ योपालि हामीले इन्डियाको टिमसँग खेल्न पाएको छैनौँ इन्डियाले अनाउन्स गरेको छ बाइ द वे अलरेडी स्क्वाड यहाँहरूलाई तपाईँलाई थाहा थिएन भने एक्साइटिङ ट्यालेन्ट्सहरू छन् नयाँ क्याप्टेनको घोषणा गरेको छ इन्डियाले नयाँ आइपिएल सेन्सेसन वैभव सूर्यवंशी छन् त्यो टिममा सो कतिको एक्साइटेड हुनुहुन्छ करण केसी सोमपाल कामी भर्सेस सन्दीप लामिछाने भर्सेस वैभव सूर्यवंशी हेर्न कमेन्टमा लेख्नु होला भोलि टार्गेट 300 दिनुपर्छ भने भोलिको गेम चाहिँ एक्साइटिङ हुनेवाला छ हेर्नु चाहिँ अहिलेसम्म हामीले सबै वान साइडेड गेम हेऱ्यौँ यसै गरी वान साइडेड गेम जित्दै आइरहेको छ हङकङले पनि नेपाल हङकङभन्दा स्ट्रङ्गर टिम हो भोलि पनि फेभरेट चाहिँ नेपाल नै रहन्छ तर यस्तो थ्रु आउट द गेम डोमिनेट गरेर जित्ने चान्सेस चाहिँ कम छ है हाफ कट्टुमा देख्न सक्नुहुन्छ स्टुआर्ट ललाई स्टुआर्ट ललाई केही मेसेज पुर्याउन चाहनुहुन्छ भने हामीलाई भन्न सक्नुहुन्छ यहाँ हामी कराएर पुर्याइदिनेछौँ तर ल बुढाले एकदम चिल छन् खासै कुरा सुन्दैनन् मान्छेका उनलाई बाल छैन अब अहिले सेरेमनी हुन जाँदैछ त्यो सेरेमनी नजिक लगेर देखाउन कोसिस गर्नेछु अलिकति जहाँसम्म जाने मिल्छ हामीलाई धेरै नजिक जान दिनुहुन्न एकदम फर अल द राइट रिजन्स हामी त्यसमा कम्प्लेन पनि गरिरहेको छैनौँ तर हामीले सकेको देखेको देखाउन कोसिस गर्नेछौँ को हुन्छ प्लेयर अफ द म्याच तपाईँहरूको गेस बताउनु होला हामी प्लेयर अफ द म्याच देखाएर अनि त्यसपछि यहाँबाट बिदा माग्नेछौँ अहिलेलाई एकैछिन प्लेयर अफ द म्याच प्रेजेन्टेसनतिर सेरेमनीतिर जाँदै यो ब्रोको ब्रो तपाईँको यो उहाँहरूको होला ए ओके यो मेरो सरी ठिक छ मैले मेरो झोलासँग त रहेछ र सोधेको नि भोलिको लाइभ दिन कोसिस गर्छु हजुर अब समय मिलेर आएछ भने तपाईँहरूले यो त्यो पिन लिङ्क सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु भयो भने हामी कोसिस गर्नेछौँ है त अहिलेलाई चाहिँ अब सेरेमनी हेरौँ मेन्स क्वालिफायर 2026 एसियन गेम्सको कसलाई अगाडि बोलाइन्छ हामीले खासै बोलेको सुन्न पाइँदैन तर कसले अगाडि बोलाइन्छ को आधारमा को म्यान अफ द म्याच हुन्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ है ल हेर्दै गरौँ गाइस लेट्स सी हामी निकै धेरैजना नेपाली क्रिकेट प्रेमी साथीहरूलाई पनि भेट्यो यहाँनिर एकदम खुसी लागेको कुरा फोटो सेसन गर्दै हुँदो रहेछ ठुलो ग्रुपले ढाका टोपी लगाएर आउनु भएको छ करण केसी प्लेयर अफ द म्याच तपाईँ कसले गेस गर्नुभएको थियो अघि एकदम राइट गेस्नु भएको छ
करण दाइले प्लेयर अफ द म्याच पाएका छन्। करण केसी अगाडि आएको छ भने हामीले गेस गऱ्यौँ प्लेयर अफ द म्याच कसैले उनीहरूले पायो भनेर। अरू खेलाडीहरू अगाडि आएका छन्, फोटो खिच्दै हुनुहुन्छ करण केसी। करण दाइले हाई भन्न लाउँछ त म। करण दाइले आजको म्याच बल पनि हस्तान्तरण गर्दै हुनुहुन्छ म्याच रेफ्रीले। करण दाइको फोटोग्राफी हेर्नुहोस्। म्याच बल र म्याचको मोमेन्ट पाएका छन् नेपाली क्रिकेट म्यानेजर दाइले पनि फोटो खिच्दैछन्। क्यामेरा लिएर त्यहाँ जानु पर्ने रहेछ। करण दाइ हाई भन्नु एकचोटि। थ्याङ्क यू भन्नु। थ्याङ्क यू सो मच करण दाइ। लेट्स गो। हाई करण दाइले थ्याङ्क यू भन्नुभयो, देख्नुभयो होला। करण दाइलाई ह्यासट्याग करण दाइ प्रशंसा गरौँ। आज एकदम राम्रो बलिङ पर्फर्मेन्स, 93 रनभित्र रोक्न सम्भव उहाँकै कारणले भयो। नेपालको ड्रेसिङ रुम त्यहाँ छ। अब यससँगै गेम समाप्ति भइसकेको छ गाइज। डोन्ट फर्गेट टु लाइक फर द फाइनल सो यु क्यान सी हाम्रो नेपाली क्राउड। एकचोटि सबैहरूले हु गरिदिनु नेपाली क्राउडहरू। यस्तो ठुलो क्राउड, यति ठुलो सपोर्ट सायदै कुनै देशले पाउँछ होला विदेशमा। ठुलो मास। ल हामी सँगै आजको गेमबाट बिदा माग्नेछौँ। तपाईँहरू त्यो पिन गरेको लिङ्कको युट्युब सब्सक्राइब गर्नु होला। हामी युट्युबमा आउनु पऱ्यो भने कसैले युट्युबमा भन्दै हुनुहुन्थ्यो टिभीमा देख्न भनेर। तर अहिलेलाई चाहिँ फेसबुकमा यही नेपाली साथी पेजमा लाइक गर्नुभयो भने पनि पुग्नुपर्छ। भोलि आउनुहोस्, कोसिस गरिनेछ। हेर्नुहोस् काम गर्ने दिन हो। मिटिङ भएन भने मैले त्यहाँ हिजो फोटो खिचेको थिएँ नि एक्चुली, त्यहाँबाट फोटो खिचेको थिएँ होइन। तर यस्तो अब उनीहरूले रहर गऱ्यो भने फोटो खिच्छन् होइन, भनेको भोक लागेको हुन्छ नि त। क्यामेराम्यान दाइसँग खिच्नु। थ्याङ्क यू। क्यामेराम्यान एसिसीको च्यानलमा हाल्ने खालको फोटो आयो है गाइस हाम्रो। हामी नेपाली Dipin, how is it okay? Everybody is walking this way now. Only for me. Rules for me, but not for everybody else. This is so unfair. The match is over. That's not getting time. No, I know. I'm just kidding. All right. See you, Dipin. Nice management. Thank you for setting that up. So appreciate it. Yes, please. Thank you. हाम्रो पिच क्युरेटर दाइलाई धन्यवाद भनेको। उहाँले हामीलाई अलिकति भए पनि बस्ने मौका दिनुभयो। त्यसको लागि नेपाली खेलाडीहरू यहाँनिर यसपछि खाना आउनुहुन्छ। उहाँलाई धेरै बदर गर्न मन छैन मलाई, तर उहाँहरूको अन्तिम बिदाई आजको म्याचबाट देखिनको लागि एकैछिन यहाँ कुरेर बस्न सक्छौँ हामी। म आज फोटो खिच्न चाहिँ रोक्नेवाला छैन, तर उहाँहरूको बिदाई गरिन्जेलसम्म तपाईँहरू हेर्न चाहनुभयो, तपाईँहरू किन जान खोज्नु भएन, अझै पनि बसिरहनु भएको छ। सो म्याच सकिसक्यो, तर हेर्नुहोस् नेपाली जर्सी लगाएर नेपाली छाता ओढेर डाक्टर आविष्कार एकचोटि नमस्ते भन्दैन त सबैजनाले। हाम्रो फेसबुकबाट हामी तपाईँहरूलाई गेम देखाउन सक्यौँ। आजको ब्रोडकास्ट टिम तपाईँहरूको गेमको यहीँ छौँ है हामी दुवैजना। हामी अब टेक्निकली हामीसँग सिम्पल हेर्न मात्र आएको, त्यसलाई सबैले देख्न पाइयोस् भन्ने मात्र चाहना। हजुर हामी लभ क्रिकेट हामी कुरिरहेको हाम्रो खेलाडीहरूलाई हेरौँ, हामी भेट्न पाइयो भने सबैलाई देखाउनेछौँ। हजुर थ्याङ्क यू सो मच मिस्टर आविष्कार। हाम्रो ब्रदरहरू नेपाली ब्रदर्सहरू अरू पनि आउनु भएको थियो। उहाँ सबैलाई अब क्यामेरामा हुनु मन छैन, मलाई थाहा छैन, त्यसरी सोधिहाल्नु मिलेन। तर नेपाली प्लेयरहरू चाहिँ यहाँबाट अब यहाँ लन्च गर्नुहुन्छ। हामी धेरै बेर बदर गर्दैनौँ, तर उहाँहरूले रहर गर्नुभयो अथवा उहाँहरूले अलाउ गर्नुभयो भने हामीले त फोटो खिच्छ किम्रो। आज स्यान्डीलाई मनाउनु पर्छ। स्यान्डी एकदमै अलिकति आज त करोड भ्यालिन्टाइन भएछ खिचाउँला नि त, गाह्रो मान्नेछन्। आज प्लेयर अफ द म्याचमा गर्ने करण दाइले खिचाउन सक्छन्, स्यान्डीले खिचाउनु अलिक अप्ठ्यारो मान्छे होइन। हिजो अस्ति सँगै आएको थियौँ क्या ब्रो र हामी चाहिँ सँगै भयो। भुर्तेल र ऐरीलाई बोलायो होइन।
पहिला त्यो 100 पनि ह्यान्ड गरेर हो लाग्यो भाइ हो के भनेर यहाँ आस गरौँ एकचोटि आस गरौँ न हाम्रो ब्रदरको नाम के थियो है फेरि भन्नुहोस् त छोजो ब्रदर छोजो चाहिँ हामी यहाँनिर सिङ्गापुरमै बस्नुहुन्छ अनि उहाँले चाहिँ अस्ति चाहिँ उहाँ र हामी दुवैजना भइरहेको थियौँ होइन आज लाइभमा आउँछ तपाईँले देख्न सक्नुहुन्छ एकदमै राम्रो क्वालिटीमा तपाईँ इन्टरभ्युड हुँदै हुनुहुन्छ भाइ तपाईँ अहिले होइन हाई क्वालिटी एकदमै ड्रेसअप पनि भएर आउनु भएको रहेछ म्याचको लागि नै आज तपाईँको त ड्युटी थियो भने होइन र ए ल बधाई छ है त एकदम तपाईँले चाहिँ मैले अरू कोही पनि भेटिनँ अस्ति आउनु भएको फेरि पनि रिपिट हुनुभएको तर उहाँलाई चाहिँ देखेँ तपाईँको साथीहरू हुनुहुन्थ्यो निकैजना पहिलो म्याचमा होइन नि पहिलो म्याचमा म अमेरिकामै थिएँ हजुर अनि दोस्रो म्याचमा हजुर घुम्नको लागि थ्याङ्क यू सो मच ब्रदर नेपाली साथी भन्ने पेज हो हजुर थ्याङ्क यू सो मच नेपाली साथी NEPALISATHI भन्ने हो नेपाली साथी भन्ने पेज हो ठुलो छ डायस्पोरा हेर्नु हाम्रो एकजना दाई हुनुहुँदो रहेछ पिचकिरेट मलाई कता कता पुदु दासा नायके जस्तो लाग्यो नेपाली पूर्व कोच तर उहाँ अहिले क्यानाडा र US को कोच हुनुहुन्छ क्यारे सो अभियसली उहाँ त हुनुहुन्न तर त्यस्तो देखिनु ल है ल गाइस यहाँनिर चाहिँ आफ्नो लाइभ उहाँ पनि 2K मा हेर्दै खुसी हुँदै हुनुहुन्छ मक्क पर्दै हुनुहुन्छ ठुलो नेपाली कम्युनिटी कतिको छ भनेर सोध्दै हुनुहुन्थ्यो गेमभरि मैले देखाउन सकिनँ तर यस्तो छ है हजुर सिङ्गापुर एकदम क्लिन ग्रिन छ गर्मी हुनुपर्ने दिन तर आज बादल लागेर खासै गर्मी हुन पाएन सिङ्गापुर देखाउँदैछौँ हामी Hi sir, cameraman. Can I get a banana? It's okay if not, that's okay. Thank you so much. Oh, okay. My bad, sorry. So, हाम्रो क्यामेराम्यान दाइले हाम्रो आज निकै फोटो खिच्नु भएको छ ACC उसमा पनि देख्न सक्नुहुन्छ लेटर आज खुब माहौल छ यहाँनिर तर अब यो खेलाडीको जाने बाटो बन्द गरेर लाइन लाउँदै हुनुहुन्छ ठिक छ उहाँहरूले खेलाडीले आफ्नै इन्ट्रेस्टले आउनुभयो भने मात्रै बनाउन सकेछ त्यहाँ यहाँनिर चाहिँ खाने ठाउँ क्यान्टिन उहाँहरूको भोलि फाइनल हो है गाइस बाइ द वे भोलि यो टाइममा फाइनल हुनेवाला छ तपाईँहरू केही बेर बस्नुन्जेलसम्म मैले खेलाडीहरू आउँदासम्म मलाई कुद्ने विचार गरेँ किनभने गेम पनि चाँडै सक्यो सोचेको भन्दा 1 घन्टा नै जस्तो चाँडो सक्यो एकदम डेडिकेटेड फ्यानहरू बस्नु भएको छ थोरै प्लेयरको वेटिङमा बस्नु भएको छ हाम्रो ह्यान्डसम गाइज हाम्रो क्रिकेट प्रेमी दिन्छ भन्नाले हार्यो भने मुक्तिसँग मान्दैन नि त जित्यो भने चाहिँ खोज्छ तर हार्यो भने हामीलाई अचम्म लागेको कुरा चाहिँ अरू सबैचोटि हारे पनि जिते पनि फ्यान अप्रिसिएट गरेर जान्थ्यो कि युजर लाग्यो योपालि गरेनन् थोरै भयो त झन् बढी स्पेसल भएन झन् बढी स्पेसल भयो नि त खास तर यहाँ फोटो खिचिरहेको छन् हाम्रो साथीहरूले त्यही भएर आफ्नो सपोर्टरहरूले यसो वेब त गर्नुपर्ने हो मान्ने अब हाम्रो चाहिँ हो धारणा अब उनीहरूको धारणा छुट्टै हुन्छ उनीहरू एक कति दुःख दिन्छन् यार यिनीहरूले भन्ने होला तर भन्नु मात्रै सक्दैन हो नेपालमा त अब मान्छे धेरै हुन्छ र भ्यालु हुन्छ कि यहाँ त अब थोरै छैन नि त मान्छे है त्यही त हामी पनि फेरि सबैजना केही न केही छुटाएर आइरहेको छौँ अरू म्याचमा कता सन्डे र मन्डे ट्युसडे कामको दिन बाहिरको देशमा त नेपाल जस्तो खाली हुँदैन केही न केही काम एङ्गेज भइरहेको हुन्छ बात नै सकिँदैन नभए एकैछिन कति दिनको लागि आउनु 7 दिनलाई म बुधबार फ्लाइट छ यहाँबाट उता नेपाल जानु नै कि उतै फर्किन्छु होला ग्रिन कार्डहरू हजुर लाइभमै छौँ तर अब अनाउन्स गर्नु त नआउनु हजुर त्यस्तो अनाउन्स गर्ने पर्सनल डिटेलहरू नसोध्नु मैले पछि कुरा गरौँ भोलि आउनुपर्छ दाजु म कोसिस गर्छु तर काम छ यो नेपाली साथी भन्ने पेज हो हजुर अहिले 1000जना अझै हुनुहुँदो रहेछ त्यही भएर नेपाली प्लेयरहरू चाहिँ जाउन्जेलसम्मलाई देखाउँ आजको यसो हाई भन्नु सबैलाई भन्ने इन्टेन्सन मात्रै हो यहाँनिर ल रियली नाइस मिटिङ हो भोलि पनि भेटाउन दाजु है त गर्नुपर्छ भोलि चाहिँ साथीभाइ पनि लिएर आउनुपर्छ हजुर भोलि पाइयो नि त
यसो नि इन्ट्रान्समा पो लेखेको अनि यहाँ त केही सेटअपै छैन होइन खास अनेस्टली भन्दाखेरि यो त अब पर्सनल युजको मोबाइल यिनीहरूले कहाँ लान्छ कहाँ त्यहाँ त्यही त छैन मात्रै ल्याएको भएर नि त तर त्यो दाइले नै देखिरहेको थियो केही भनेको थिएन त्यो पिस क्युरेटर म्यानेजर दाइ दिपिन भन्ने छ नि त्यो उसले नै केही हुँदैन युज गर भनेको थियो लाइक रेकर्ड गरेको सोधेको मैले उनीहरूलाई के हुँदैन भनेको त्यो त्यहाँ नो मोबाइल डिभाइस भनेर साइन देखाएको छ कि लेख्नु चाहिँ तर अब जस्तै त्यो चाहिँ कहिले काहीँ एक्सक्लुसिभ ब्रोडकास्ट राइट बेचेको हुन्छ कि कसैलाई आज योपालि छैन यो एरियामा मात्र होला यो एरियालाई भित्र नजा भने यहाँ अब यहाँ चाहिँ लकर रुमहरू छ नि त रुम छ कपडा सपडा लार्जली त्यो चाहिँ हुन्छ ल हाम्रो दाइहरूलाई नमस्ते भनौँ यहाँनिर गाइस सेलिब्रेट लेट्स गो गाइस सम्बललाई सही हो आज हाई भनिदिनु एकचोटि थ्याङ्क यू अरे दाइ सी यू सुन सी यू भोलि है त भोलि खतरा मामा मतलब ब्रो भोलि है त भोलि फाइनल आउने कि नआउनु भन्नु त हामी के गर्नु मतलब दाइले आउनु आउनु भन्दै हुनुहुन्छ है करण दाइलाई थ्याङ्क यू सो मच भनिदिनु यस्तै थ्याङ्क यू सो मच करण दाइ यस्तै पर्फर्मेन्स दिइराख्नु होला स्यान्डी सियु सुन सियु भोलि ल भोलि पिओटिएम आइसम्यान आइसम्यानको दाइ ओ सेट आज धेरै मिस भइरहेछ मेरो आइम सरी गाइज मलाई दाइलाई धेरै डिस्टर्ब नगरौँ अलिकति गल्नु भएको छ खेलाडीहरू खानुहुन्छ हाम्रो थ्याङ्क यू सो मच गाइज हाम्रो नेपाली खेलाडीहरू अझै अलिअलि बाँकी हुनुहुन्छ एक्चुली सबैलाई नमस्ते भनौँ अनि त्यसपछि जाउँला है त उहाँ के हुन्छ प्लेयर कोचेस एन्ड म्यानेजर्स अहिले आइरहेको छ त्यहाँनिर गाइज यहीँ भयो त्यहाँ लाइभ हेर्दै हुनुहुन्छ एकछिन पछि दुईचोटि रिप्ले गरी रियालिटी हेर्ने के छ आविष्कार ब्रो ल अब लास्ट फ्यु पिपल अनि त्यसपछि हामी आज लाइभ गुड हुन्छौँ नन्दन प्र्याक्टिस गरिरहनु भएको थियो यहाँ आज हाम्रो गेम हुँदाखेरि पनि उहाँ चाहिँ हाम्रो ओजी क्याप्टेन साहब नमस्ते ब्याम गोज बुम भयो नि त आज गाइस सही हो सबैलाई आज बाई गऱ्यौँ होइन त्यसपछि उहाँहरू खान जानुहुन्छ अब पर्सनल टाइममा बदर गर्दैनौँ हामी नेपाली टिम म्यानेजर्स एन्ड प्लेयर्स मलाई लाग्छ भोलि नन्दन यादवको पालो आउँछ जस्तो लाग्छ स्यान्डीले फोटो खिचाउँदैछ नि तर अब ल आविष्कार ब्रो गाह्रो छ यार स्यान्डीलाई ल ल ल ठिक छ स्यान्डीसँग धेरैजनाले फोटो खिचाउनु भयो स्यान्डीसँगको एउटा सेल्फी पनि लियो यहाँनिर त्यहाँ छ स्यान्डीलाई मैले बदर गरेँ लाइनमा बस्नु भएको छ साथीहरू उहाँहरूलाई लाइभमै बस्नु थियो ठुला साना सबै फ्यानहरू लाइन लागेर बस्नु भएको छ ल स्यान्डीसँग आज मैले फोटो खिचाएन स्यान्डी फसेका छन् हाम्रो एकजनालाई बच्चालाई फोटो खिच्न आएको लाइन बस्नु भयो सबैजना छोड्नु पनि मिलेन जान पनि मिलेन ल आज नेपालले गेम जितेको अवसरमा ल ठिक छ गाइस
सन्देश लान्छ हजुर ल अफकोर्स ल है गाइस यससँगै आजको लाइभ कन्क्लुड गर्दैछौँ हामी सबैजनालाई यहाँ हाम्रो नेपाली टिम मेम्बर्सहरू हजारजनालाई हाम्रो ल होइन ठिक छ अलराइट ल ल म तपाईँको फोटो खिचिदिन्छु होइन जाम ल है त ल गाइस यससँगै आजलाई गरेछौँ लाइक त्यो लिङ्क पेजमा सब्सक्राइब गर्नु होला त्यसपछि यही पेजमा पनि लाइक गर्नु होला यति गर्नुभयो भने भोलि हाम्रो ब्रो आउनुहुन्न युट्युबतिर पनि लाइभ गर्न कोसिस गर्छु म त्यही भएर युट्युबमा सब्सक्राइब गरिदिनु होला फेसबुकमा लाइक कमेन्ट गरिदिनु होला स्यान्डीलाई गुड बाई भन्दै हामी आजलाई लाग्छौँ यहाँबाट है त सिङ्गापुर क्रिकेट ग्राउन्डबाट थ्याङ्क यू सो मच फर वाचिङ गुड बाई बाई एभ्री